सबभन्दा कोचा सबभन्दा कोचा होइन होला के हो त सबैलाई फ्ल्याङ्किस गर्दो नि त सबैलाई फ्ल्याङ्किस गर्दो नि त गाइज वेलकम टु माई न्यू भ्लग फेरि पनि मेरो अर्को नयाँ भ्लगमा होइन आज चाहिँ भेनाजले त फेरि अन्डा बनाउन जलाएर कस्तो फिल भइरहेको थियो चाहिँ यार जनता जान्न चाहन्छ तपाईँले यो अन्डा बनाउनु भएको काट्छ हुनुहुन्छ यहाँ जलेर हैरान भइसकेको छ सो गाइज आजको दिन चाहिँ हामी जानु पर्ने हुन्छ मामाको घरमा होइन बिहान उठेर यसो फ्रेस भयो नुहाउनु भयो होइन एकदम टक्क लगाएर त्यही हो गाना सानो सुन्दै थिएँ मैले एयरबड छ निकाल्दाखेरि फेरि यता हाम्रो कुकिङ गर्दा हुन्छ हाम्रो भेनाजुले यता हाम्रो हेलो भान्जे के हो लेख्दै हो त खाइहाल्ने सो त्यही हो अब चाहिँ हामी जानुपर्ने हुन्छ खानसाना खाएर त्यसपछि हामी हिँड्नु पर्ने हुन्छ सो त्यही हो जान लाग्यो होइन गर्मीले आँखाले त्यहाँ सबभन्दा कोचा सबभन्दा कोचा जान क्यामेरा बिग्रियो जान लाग्यो होइन एकदम उ भएर मेरो चाहिँ मैले हिजो उ गरिदिएको थिएँ कि यहाँ यसो नाखुनहरू नङहरू लगाइदिरहेको त्यही भएर मलाई उ भएर इफ डोन्ट माइन्ड गाइस हामी यसलाई ठिक गर्ने भइरहेको लागिस कालै होइन होला के हो सो जान लाग्यो सो यस्तै हाँसो गर्नुपर्छ कमेन्ट गर्नुपर्छ पूजापाठ चलिराखेर चाहिँ हामी चाहिँ भर्खरै पुगेको टक्कल लगाएर यता चाहिँ पूजापाठ हुँदैछ यता बेनाज आइपुग्नु भयो होइन बेनाज कतिचोटि आइपुग्नुहुन्छ तपाईँ त्यही हो यता भइरहेको पूजापाठहरू होइन टक्कल लगाएर लास्ट चाहिँ गर्मी छ गर्मीले डढाइसक्छ होला होइन त्यही हो ए दिदी रे यता हाम्रो ओए यता ओए 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 यता चिन्ने न अस्ति भर्खर आएको थिएँ त म त अस्ति आएन काखमा बस्ने अनि त्यस्तो त गर्न भएन त यार जाम त कता जाने मान्दैन गाइस के गर्नु कहिले कहिले छोराछोरी खेला भएको हुन्छ त अनि के गर्नु गाह्रो छ यता टक्क हाम्रो दाइले चाहिँ पूजापाठ गर्दै भइसिन्छ होइन सो गाइस अहिले चाहिँ सबै रेडी सेडी भइसक्यो होइन टिका सिका लाएर यता चाहिँ टक्क लाएर सबै भइरह यता फेरि आयो भने दिनु पऱ्यो क्या त यस्तै हो कि अब काला मान्छे को छ ल घाममा आउने त त्यसो भए तपाईँ सो त्यही यहाँ कालो गोरोको कम्पिटिसन भइरहेको छ सो फोटो खिच्नु पर्ने हुन्छ अहिले चाहिँ एकदम टक्क लगाएर अहिले चाहिँ होइन टक्क रेडी सेडी भयो भन्नाले नि अब फ्रेस फ्रेस भइयो क्या मुखसुख धोएन बाहिर घाममा एकदम तात्या थियो नि त 1-1.5 घन्टासम्म कन्टिन्यू लाइक अर्कै भएको थियो कि फेस पनि अर्कै अर्कै टाइपको भइरहेको थियो अनि चाहिँ मेरो पिम्पल आइरहेको थियो अनि पिरो खाएको थिएँ कि मैले काफलहरू खाएको थिएँ त्यही भएर एकदम भइरहेको है होइन काफल खाने भए आउनु होला सो त्यही हो अब चाहिँ तल जानुपर्ने हुन्छ हामी तल जाने काम छ क्या किनभने यो पूजा गरेको के अरे भने फुलपातीहरू चाहिँ तल चलाउनु पर्ने हुन्छ नि त सरी बगाउनु पर्ने हुन्छ त्यो चाहिँ गर्नुपर्ने हुन्छ हामीले सो एकछिन हामी चाहिँ जान्छ अब चाहिँ हामी चाहिँ जानु लाग्यो त तल फुलपाती चढाउन होइन टक्क लगाएर यता अटो आइरह यता अर्को अटो यता भेनाजु उता दाइ उता अरू मान्छेहरू ऊ त्यहाँदेखि आउँदै भइसिन्छ होइन ओ उतातिर हाम्रो फुच्चे रेस गरेर खाने होइन सो त्यही हो हामी चाहिँ अब जानुपर्ने हुन्छ टक्क लगाएर फुलपाती के अरे सेलाउन होइन के बगाउन जाँदैछु गाइस सो होइन अब हिँड्नुपर्ने हुन्छ उताबाट मान्छेहरू आउँदैछन् होइन यस्तै हो कि ड्राइभर लास्ट टाइम पास हुन्छ कि यस्तो यता हाम्रो ड्राइभर कहाँसम्मको लागि यात्रा हुँदैछ सो त्यही हो अब हामी हिँड्नै लागेको उता हाम्रो ओए
यता यिनीहरूको रेस हुँदैछ है आऊ आऊ जाम जाम हाम्रो क्युटी नानी हेलो हेलो भनिदेऊ हेलो भनिदेऊ के छ गाइस सन्चै हुनुहुन्छ हामी सन्चै छौँ भन हामी कहाँ जाँदैछौँ अब पूजापातीको फुलहरू सेलाउ के भन्छ बगाउन अनि को जाँदैछौँ हामी अनि म चाहिँ नलग्ने लग्ने ए लहास हामी सबै जाँदैछौँ नि खै किस गरिदेऊ नि त सबैलाई फ्ल्याङ किस गरिदेऊ नि त सबैलाई फ्ल्याङ किस गरिदेऊ नि त खत्तम माया गरिदेऊ न त्यस्तो होइन नि त हातले गयो नि त हातले फेरि फेरि उता उता फाल्ने हो के त्यस्तो गर्दैन त अङ्कलले गरेर जस्तो सो खै निकाल्ने माथि गर्ने राम्रो देखिरहेन अहिले राम्रो देखिरह ल अब चाहिँ हामी जानु लाग्यो भन त घर जानु लाग्यो अब हामी चाहिँ नदी जानु लाग्यो भन अब हामी नदी जान लाग्यो टक्क लाएर सो गाई जाँदैछ हामी हामी जाने के अहिले खसिन्छ सो गाई हामी चाहिँ अब उहीँ गएछु भेट्नु ल म कता बस्ने त कहाँ अगाडि जाँदैछन् हाम्रो यहाँ दाङ भ्याली यातायात प्रणालीमा यता यता अझ अरू 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 हात मात्रै हल्लाउने काम छैन आज अब केही छैन क्या ट्र्याक हुँदैछ ट्र्याक भयो क्या त्यही भएर मान्छे धेरै भयो मान्छे अटो दुइटा मात्र भयो त्यही भएर कहाँ बस्ने भन्ने कुरो डिस्टर्ब भएर खाली त्यो यता आइके यता यहाँ अड्कियो कहाँ घुमाउनु उठाउने अड्काछ यता फाइनली भाइरल पुल हाम्रो दाङको यता सब आइरहन् मान्छेहरू यता 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 सबै यताबाट पछाडिबाट आयो उल्टो आयो चल्छ नेपालमा सबै चल्छ अघि नै भने कहाँ यहाँ कमाएको यहाँ चाहिँ भाइरल पुल यहाँ क्या दामी देखाएर हेरौँ न वाउ खै आऊ मसँग आऊ हेलो आऊ के आऊ आऊ मसँग एकैछिन हामी कहाँ आइसक्यौँ रे अहिले भाले पुल भाले पुल आइपुग्यौँ रे कहाँ आइपुग्यौँ भाइर पुल यता चाहिँ एकदम टक्क धेरै मान्छेहरू अहिले चाहिँ खासै पब्लिक छैन किनभने साँझ हुनु लागिसक्यो नि त त्यही भएर लास्ट यार माने छु यार त्यही हो ए हो भाइरल पुल त्यही हो यता सर हेर्नुहुन्छ हेर्न सक्नुहुन्छ तपाईँहरूले खै कस्तो लाग्यो भाइरल पुल कस्तो लाग्यो त दामी लाग्यो ए माथि आएको हो माथि गएको हो ए घरदेखि उता गएको ए ल छिजा भने के हो त ए ल अहिले माथि पनि जाम्ला ल त्यहाँ जाम्ला ल तर कस्तो त्यो उस कति दामी देखाएको थियो सो त्यही हो अब यहाँ पुग्यो फाइनली होइन ऊ त्यहाँ क्या ढुङ्गा सुङ्गा ऊ पर छ ढुङ्गा हो कि ढुङ्गा हो खेलौँ लाग्यो खेलौँ अनि भाइरल पुल आइसक्यो यता हेर्ने हो नि त सो त्यो उता त्यहाँ पानीमा त जानु हुँदैन ल पानीतिर जानु हुँदैन ल सो त्यो गाई तपाईँहरू गाई यसो घुम्नुपर्छ फोटोसोटो खिच्नुपर्छ उता जहाज साथ छ क्या सो त्यही हो अब भेट्नु एकछिन पछि ल
सो हामी चट्ट फोटो भिडियो घुम्नु पर्ने हुन्छ। पहिला चाहिँ हामीले के ल्याएको ऊ त्यो मामाहरू ल्याएको सेलाउनु पर्ने हुन्छ के यसलाई के भन्छ अरे मामा अघिदेखि फुलपानी भनेर अहिले फेरि सोधिरह त्यही हो एकछिन पछि यता अब अहिले के छौँ ल अब सेलाउनु पर्ने अवस्था यता यो हो क्या हामीले खासमा उ गर्न आएको यता बगाउनु पर्ने हामी चाहिँ तर कस्तो दामी देखाएर हेर्दाखेरि चाहिँ च्यादर पनि फालिदिने हो त्यो त नयाँ छ यता बगाउँदै हुनुहुन्छ टक्क लगाएर यता म किन जाने त्यो बोले यहाँ त नजाने भन्ने सोच्थ्यो फेरि चल्दिउँ न एकैछिन न एकैछिन भाइरल हुन्छ ए डेन्जर भाइरल धेरै गहिरो त छैन यता गहिरो छ ल 1 म त फाल्नु सो फाइनली उडाइसक्यो हामीले उडाएर बगाइसक्यो बोल्न पनि आउँदैन यता चाहिँ स्ट्रेक भइरह अब चाहिँ हामी फोटो नाचो यो दरो नाच दरो नाच भइरह्यो त फाइनली आइपुग्यो रुम घर उता काठमाडौँकै बान्नु पर्यो मलाई फाइनली घर आइपुग्यो भनौँ यो साँझ भइसक्यो अब आइपुग्यो त होइन घर तिमी त सुत्या थियो त तिमी त हजुर ए शान्त छन् सबै सो रुम आइयो होइन आज अब चाहिँ यसो अब खानासाना बनाउने खाने भन्ने के भन्छ बस्नु ल अनि त्यही हो अब रमाइलो भयो होइन के कसो लाग्छ हजुरहरूले हेरेर च्यानल बनायो भने चाहिँ सब्सक्राइब गरिदिनु होला भेट्नु नेक्स्ट भ्लगमा होइन गाइज आजको भ्लग यही हुन्छ के कस्तो लाग्यो लाइक कमेन्ट सेयर सब्सक्राइब सबै गरिदिनु होला टाटा